MXTEL Nepal Youth has been conducting school workshop in different schools of Lalitpur on the topic of solid waste management. Waste management is one of the most crucial issues and young learners should be taught about it. The workshop consists of 4 different modules: introduction of waste, source of waste, where does waste go, and waste segregation. Our main objectives is to be able to teach students about waste and segregate waste in its source. MXTEL Nepal Youth have a target to conduct this workshop with 250 plus students in different schools of Lalitpur. आज चाहिँ म केही वेस्टको बारेमा भन्न गइरहेको छु किनभने हाम्रो दाइ दिदीहरूले धेरै कुरा भन्नुभयो हामीलाई वेस्टको बारेमा अनि त्यसकै म सर्ट एक्सप्लेनेसन गर्न गइरहेको छु। फर्स्ट फोरहरू हाम्रो यता जुन हाम्रो घरबाट प्रवेश भएको फोर हुन्छ हैन, फर्स्ट आउनुहुन्छ हाम्रो फोर फर्मान अथवा सुपर ह्युमन आउनुहुन्छ, भएर आउनुहुन्छ अनि हाम्रो सबै फोर उठाउनुहुन्छ अनि त्यो फोरहरू लाग्नुहुन्छ त्यो विभाजन गर्ने ठाउँमा अथवा रिसाइकल सेन्टर लाग्नुहुन्छ अनि चाहिँ फोरलाई डिफ्रेन्ट ठाउँमा विभाजन गरिन्छ, कुनै रिसाइकल गरिन्छ अनि भनेपछि कुनै ल्यान्ड फिलर्स उनीहरूलाई गाड्ने होला फोर्समा डिभाइजन हुन्छ। हामीले नचाहिने सामानहरूलाई नै वेस्ट भनिन्छ अनि वेस्टलाई चाहिँ हामीले विभिन्न तरिकाले विभाजन पनि गर्न सक्छौँ, जस्तै कि 3 प्रकारमा। तिनीहरू हुन् अर्ग्यानिक वेस्ट, रियुजेबल एन्ड ल्यान्डफिल वेस्ट।